लिङदोङ एसडिएम अफिस साथीभाइ लिङदोङमा लोकेटेड छ त होइन एसडिएम अफिस खास गरेर चाहिँ पासिङलिङ डिएसीमा थियो नि त होइन अनि यता सिफ्ट भएको हो नि त होइन यता यहाँ तल बिल्डिङमा फेरि माथि जानुपर्छ माथि बजारमा माथि ट्रान्सपोर्टेसन क्या त अनि यहाँ पनि डस्टबिन एउटा राखिदियो त कति राम्रो हुन्थ्यो डस्टबिन क्या त मैले यहाँ प्यासेन्जर कसैको यो मास्कहरू क्या त युज्ड गरिसक्यो मास्क यहाँ झरिरहेको रहेछ कि मैले यसो टिपेर छु यता डस्टबिन हेरेँ कि कहीँ पनि देखेन यहाँ त्यो प्लास्टिक प्याकेट्सहरू चाहिँ यहाँनिर त्यो थुप्रै स्टिङरको त्यो बोतल पनि रहेछ कि यहाँनिर त्यो साइडमा त्यो थुपाएर त्यहाँ राखिदिएको छु मान्छेले टपक्कै आएर त्यहाँ ल्याउने रहेछ नि त होइन गवर्नमेंट ऑफ सिक्किम मजिस्ट्रेट साहब का गाड़ी खड़ा है यहाँ साहब ऑफिस में होंगे शायद काम में व्यस्त बिजी उहाँहरूको अब कस्तो बिजी हुन्छ नि हामी आम आदमी त अब यस्तो बिजी हुन्छ उहाँहरू त अब कति बिजी हो पब्लिकको गाडीहरू क्या प्राइभेट गाडीहरू यहाँ लाने बसिरहेको रहेछ वान थिङ गाइस म चाहिँ अब यो बाटो चाहिँ हिँडिबस्छु नि त होइन अनि मैले चाहिँ एउटा के त अब मान्छे क्या त दाउरा बोकेर लिएर जाँदै गरेको हुन्छ म चाहिँ यसो अचम्म लाग्छ नि त होइन यो उमेरमा यो एजमा पनि फुर्दैन यहाँ फुर्छौँ यसो पानी पर्दैछ कि मैले एकछिन देखाउँछु ल बाजे के गर्नु भएको दाउरा टिप्नु भएको ओ अच्छा अच्छा पानी पर्यो त अनि ओ अच्छा अच्छा यो बामफोक अलिक होसियार गर्नुहोस् है यो खुट्टातिर लाग्छ अनि कहाँ बस्नुहुन्छ बाजे लाबुङ लाबुङ यतै हो लाबुङ ए अच्छा अच्छा नेपाल यता चाहिँ कता बस्नुहुन्छ त अनि ए अच्छा 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 अनि त्यही त यो दाउरा त निकै थुपार्नु भएछ नि दाउरा त निकै थुपार्नु भएछ यो यो तपाईँले थुपार्नु भएको होइन अनि यो आगो माम पकाएर खानुहुन्छ यसमा बाजे माम पकाएर खानुहुन्छ यसमा तपाईँको उमेर कति पुगिसक्यो आम्मा हो 80 पुगिसक्नु भएको सेप्टेम्बरमा चाहिँ 80 पुग्छ 83 आँखा देख्नुहुन्छ हो अनि होसियार गर्नुहोस् यसो हिँड्दाखेरि क्या अलिक बिस्तारै हो अच्छा के भएर ए अच्छा अच्छा ओ अच्छा 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 देउता सेउता लागेछ ओ अच्छा अच्छा ल बमफोक यो अलिक ठुलो छ होसियार गर्नुहोस् ल बाजे यो अलिक होसियार गर्नुहोस् खुट्टातिर लाग्छ यो यता जुगाले टोकी कि के भएको त्यो खुन निस्किरहेको रहेछ यता यो फिलामा ओ हजुर बाजे म यता मङ्गनतिर जाँदै गरेको ल होसियार गर्नुहोस् अनि बाजे ऊ फुर्तिला 83 वर्ष पुगिसकेछ बुढोको मामा रही भए पनि फुर्तिलो रहेछ कि यता यो स्याङ्कालाङ यो अगाडि कहाँतिर बस्नु हुँदो रहेछ नि त होइन ए 4 बज्ने कुरा लगभग बजिगयो 4 o'clock इभिनिङ क्या त सकेको आज अनि 1-2 रुपियाँ पनि कमियो आज होइन त्यो चाहिँ लाउने त्यो चाहिँ भोलितिर मात्रै लाउँछु पानी चाहिँ